बागलुङका 2 पालिकामा 30 घरवास होमस्टे सञ्चालन गरिने भएको छ। नेपालको एकमात्र शिकार आदर्श ढोरपाटन आसपासमा पर्यटन प्रवर्धनका लागि घरवास सञ्चालन गरिने भएको हो। दिगो पर्यटन प्रवर्धन परियोजना अन्तर्गत टेरिडेज होम्स जर्मनको आर्थिक विकास तथा वातावरण मन्त्रालयको सहयोग तथा VYC बागलुङको साझेदारीमा घरवास सञ्चालन गर्न थालेको कार्यक्रम संयोजक उत्तम अर्यालले बताएका छन्। युवा उद्यमशीलता वृद्धि गर्न, महिलालाई आत्मनिर्भरता बढाउन र व्यवस्थित रूपमा व्यावसायिक घरवास सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटन भित्राउने उद्देश्यले यो अभियान थालिएको उनको भनाइ छ। पहिलो चरणमा ढोरपाटन उपत्यका क्षेत्रमा सञ्चालित 5 घरवास सञ्चालनका लागि 2,80,000 रुपैयाँ बराबरको सामग्री वितरण गरेको अर्यालले बताएका छन्। ढोरपाटन नगरपालिकामा 20 र निसीखोला गाउँपालिकामा 10 वटा घरवास व्यवस्थित रूपमा सञ्चालनमा ल्याउने तयारी रहेको उनको भनाइ छ। सञ्चालकलाई विभिन्न तालिम मार्फत घरवास विषयमा विज्ञ बनाउने र दिगो रूपमा अगाडि बढ्ने गरी कार्यक्रम तय गरिएको उनले बताए। घरवासमा आवश्यक पर्ने लत्ता कपडादेखि बिस्तारा, कुर्सी, टेबल, ग्यास सेट लगायतका विभिन्न 40 प्रकारका सामग्री हस्तान्तरण गरिनेछ। यस वर्षको पौष 15सम्म 17 वटा र त्यसपछि 13 वटा घरवास सञ्चालनमा ल्याउने अर्यालले जानकारी दिएका छन्। पहिलो चरणमा 85 लाख लगानी गर्न थालेको उनले बताए। ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धनबहादुर कायतले यस क्षेत्रको पर्यटन प्रवर्धन, स्वरोजगार सिर्जना र घरवास सञ्चालन व्यवस्थापन मार्फत पर्यटन प्रवर्धन हुनका साथै धेरै युवालाई रोजगार पाउने बताएका छन्। ढोरपाटन र निसीखोलामा थुप्रै सम्भावना हुँदै पनि पछाडि परेको भन्दै अब विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेर विकासको गति बढाउने उनको भनाइ छ।